आज हामी फेरि ठिमीको मन्दिरहरू नयाँ ठिमीदेखि पुरानो ठिमीसम्म कति मन्दिर छ सबैको यसो अवलोकन गर्नको लागि घरबाट निस्किँदैछौँ र हामी कफुलटार चोक हुँदै गठागर आइपुग्यौँ। तर्फ जाँदैछौँ। बाटो ठुलो भएको भएर जानलाई एकदमै सजिलो। हामी टिबी हस्पिटल छेउमा आइपुग्यौँ। हामी ठिमी पुग्यौँ र अब बायाँतर्फ जाँदैछौँ। यो बाटोको साइडमा कस्तो राम्रो संरचनाहरू बनाएको रहेछ, सबै राम्रो लाग्यो हामीलाई। बस्नको लागि पार्कहरू जस्तो पनि रहेछ। हामी लगभग बालकुमारी मन्दिर आइपुग्यौँ। यो हो बालकुमारी मन्दिर। हामी अब यसको अवलोकन गर्नेछौँ। हामी बाइकलाई पार्क गर्दैछौँ। शताब्दीको मन्दिर साह्रै आकर्षक राम्रो देखिन्छ। यहाँ दुईटा बोकाहरू रहेछ ठुलो ठुलो मन्दिरमा दान गरेको। यो बोका हामीलाई देख्न आशा जुरुक्क उठ्यो। हामी अलि पर गइहाल्यौँ। यहाँ पार्टी जस्तो रहेछ, मान्छेहरू बस्दा रहेछन् दिनभरि। खानेकुराहरू पनि ल्याएर खाँदा रहेछन्। साइडमा यहाँ पोखरी पनि रहेछ र नगरपालिकाको बिल्डिङ पनि यहीँ रहेछ। यो पोखरी घाँस पनि पालेको रहेछ, तर पोखरी त्यति सफा नगरेको जस्तो लाग्यो। पानी एकदम हरियो देखिन्छ। डबली जस्तै रहेछ, यो डबली नै हुनुपर्छ। पहिला कार्यक्रमहरू यस्तै डबलीमै हुन्थ्यो। बालकुमारी भगवान पहिला यो मन्दिरमा फलामले बारेको रहेछ। यो मन्दिरमा धेरै पटक चोरी भएको रहेछ। त्यहाँ माथि तहमा मयूरहरू रहेछ। मयूरहरू सबै चोरी गरेर एउटा मात्र बाँकी राखेर गएको रहेछ।
अनि फलामले बारेको अहिले फेरि खुल्ला राखिएको रहेछ। यहाँ पनि मान्छेहरू बस्दा रहेछन् दिनभरि बस्नको लागि। संरचना त ठ्याक्कै पहिलाको जस्तो थियो त्यस्तै छ। यो मन्दिरको बारेमा एउटा मध्यपुरको व्यापारी सधैँ लुबुमा व्यापार गर्न जान्थ्यो अरे एउटा समूहको साथ। त्यहाँ हामी लुबुको राजकुमारीसँग त्यसको लभ परेको रहेछ। अनि राजकुमारी गर्भिणी भइछन् अनि आफूलाई ठिमीमा लैजान सँगै लैजान आग्रह गरिछन्। व्यापारीले एउटा शर्त राखेछन्, तिमी मसँग ठिमीमा जाने हो भने कुमारी पनि सँगै लिएर जानुपर्छ। अनि उहाँको कुरा शर्त मानेर राजकुमारीले बालकुमारीलाई यहाँ सारिएको भन्ने कथन रहेछ। अनि गर्भिणी भएको बेलामा लिएर आएको भएर मन्दिरको माथिपट्टि गर्भिणीको केही संरचना जस्तो देखिन्छ। अब हामी हेर्दै गयौँ तर हामीले राम्रोसँग बुझ्ने मौका पाएनौँ। बालकुमारी मन्दिरबाट भित्र 3 मिनट जति भित्र फेरि यहाँ हामीले यस्तो मनमोहक मन्दिर भेटायौँ। विष्णुवीर माईको मन्दिर यति राम्रो ठाउँमा एकदम हाइट अग्लो जङ्गल जस्तो ठाउँमा यति राम्रोसँग ठुलो छ एरिया पनि असाध्यै राम्रो लाग्यो हामीलाई चाहिँ। यहाँनिर नगइकन हामी बस्नै सकेनौँ, त्यही भएर हामी यसमा पुग्यौँ। वरिपरि रुखै रुख अति राम्रो वातावरण लाग्यो हामीलाई। संरचनाहरू बन्दै रहेछ। यहाँ भजनको लागि तयारी जस्तो लाग्यो। तबलाहरू बजाउँदै प्र्याक्टिस गर्दै हुनुहुन्थ्यो। त्यसपछि हामी फर्केर फेरि पुरानो ठिमीतर्फ जाँदै गयौँ। पहिले मल्ल राजा अथवा कुन युगमा यहाँ सबै धर्मात्माहरू बस्छन् जस्तो लाग्यो हामीलाई। किनभने बाटोको जति जहाँ गए पनि मन्दिरै मन्दिर छन्। पुरै मन्दिर वरिपरि जताततै मन्दिर बाहेक अरू केही देख्दैन। ठिमी, भक्तपुर,
मन्दिरै मन्दिर भएको भएर यसको नाम भक्तपुर भएको जस्तो पो लाग्यो हामीलाई। त्यसपछि हामी यहाँ 2 पोखरी पुग्यौँ। कसैले जोर पोखरी भन्दो रहेछन्, कसैले 2 पोखरी भन्दो रहेछन्। जस हामी 2 पोखरी पुग्यौँ र हामी भित्र छिर्दैछौँ। पोखरीलाई धेरै राम्रो बनाइएको रहेछ अहिले, तर पानी हरियो छ। पानी सफा नगरिएको हो कि भन्ने जस्तो देखिन्छ। हाँसहरू पनि रहेछ। वरिपरि घर बिचमा 2टा पोखरी, जस धेरै शोभा तिमीलाई यो 2 पोखरीले धेरै शोभा दिएको छ। नत्र अहिले सबै घर भइसक्थे। त्यहाँ पोखरीले गर्दा त्यो ठाउँको शोभा नै अर्कै देखिएको छ। एरिया धेरै ठुलो छ 2टा पोखरीको। हामी अर्को पोखरी आयौँ। यसमा पनि पानी त्यस्तै हरियो छ, बेला बेलामा सफा नगरिएको जस्तो भान हुन्छ। हामी त्यहाँबाट फेरि अगाडि लम्किँदै गयौँ। बाटोभरि मन्दिरै मन्दिर, यता हेरे मन्दिर, उता हेरे मन्दिर। नयाँ ठिमीदेखि पुरानो ठिमीसम्म पुरै मन्दिरै मन्दिर। लगभग 2 किलोमिटर होला। 2 किलोमिटर पुरै मन्दिरै मन्दिर। रोड छेउ दायाँ बायाँ प्राय मन्दिरै मन्दिर छ। हामी यता भित्रपट्टि आयौँ। यहाँ नगरपालिकाको अफिस रहेछ 5 नम्बर। यहाँ पनि पोखरी रहेछ राम्रो। पोखरीहरू ठिमी एरियामा धेरै रहेछ। यो मन्दिर साह्रै राम्रो लाग्यो हामीलाई। यो नगरपालिका पर्यो, वडा कार्यालय। हामी अगाडि लम्किँदै गयौँ। साना दायाँ बायाँ मन्दिरहरू हेर्दै अगाडि लम्किँदै गयौँ। घरहरू अझ पनि कहाँ देख्न पाइन्छ अन्त। यति पुरानो घरहरू छन् दायाँ बायाँ, पुरानो संरचनाहरू। अहिलेलाई अब अन्त कतै देख्न पाइँदैन।